नमस्कार सबैजनालाई। आज म स्वयम्भूमा आइपुगेको छु। म र एकजना भाइ। अब यहाँबाट हामी घुम्दै जानेछु। अब भित्र जाम। म भित्र जाँदैछु। यता गाडी आउने जाने भइरहेको छ। यो चाहिँ स्वयम्भूको अगाडिको ठाउँ हो। सबै आफ्नो व्यस्त छन् आफ्नो तरिकाले। यहाँ सूचना पनि छ। बगैँचा पनि छन्, हिँड्ने ठाउँ पनि छन् यहाँ। यो चाहिँ पछाडिको भाग हो स्वयम्भूको। स्वयम्भू जाँदैछु, हिँड्दैछु, गउँदैछु। यहाँ काम पनि भइरहेको छ। मेरो भाइ अगाडि आउँदैछ। स्वयम्भूको मूर्ति हो यो। तीनटा छ ठुल्ठुलो। सबै घुम्न आइरहेको छ यहाँ। बाँदरहरू। यहाँ चाहिँ बत्ती बाल्ने ठाउँ रहेछ। यो चाहिँ लाफिङ बुद्ध भन्ने यहाँ रहेछ। पानी खाँदैछ तिर्खा लाएर यिनीहरू पनि। एउटा तल ढुकेर बसिरहेको छ। स्वयम्भूको बाहिर घुम्दैछु माथि डाँडामा जानलाई। यहाँ चाहिँ कपडा पाउने ठाउँ रहेछ। बाटोमै। हामी चाहिँ यताबाट माथि जाँदैछु। फिरफिरे काफल चस्मा के किन्ने हो।
सल्लाघारीमा डुल्दैछु। होला हामी माथि जाँदैछौँ यहाँबाट माथि उक्लिँदै। पहिला यस्तो बाटो थिएन, अहिले चाहिँ यस्तो बनाएको रहेछ। धेरै सुधार गरेको रहेछ अहिले चाहिँ। यहाँ चाहिँ रोड छ, यहाँबाट माथि गइन्छ स्तूपमा। यो सबै पर्यटकको लागि आएको गाडी हो। यहाँ पार्किङ गरेको छ। घामले टल्केछ बाटो पनि। पार्किङको सुविधा पनि छ यहाँ चाहिँ। उताबाट कुहिरे आउँदैछन्। यहाँ मन्दिर पनि छन्, पार्टी पौवा पनि छन्। यहाँ चाहिँ यो सबै सजाएको छ। यहाँ माने राखेको छ। यहाँ चाहिँ यो चाहिँ पौवा हो, आराम गर्ने ठाउँ। आराम गर्दैछन् यहाँ। यहाँ आउनलाई यहाँ अगाडि त्यो रुखको छायादेखि माथि आउनु पर्छ। फोटो खिच्दैछन् यहाँ सबैजना। अघि हामी यहाँबाट आएको थियौँ, अब यता घुमेर यताबाट घुम्दैछु। यहाँ फोटो खिच्नेहरू पनि छन्। धार पनि रहेछ यहाँ चाहिँ। काठमाडौँ बजार। हरियो जङ्गल छ यहाँ चाहिँ। ठुलो रुख पनि रहेछ यहाँ चाहिँ। रमाइलो ठाउँ रहेछ यहाँ चाहिँ। भाइ र म डुल्दैछु यहाँ। सेल्फी खिच्ने ठाउँ, फोटो खिच्ने ठाउँ हो यो। प्राय यहाँ घुम्न आउँदाखेरि फोटो खिच्ने, सेल्फी खिच्ने हो। नसुन्छु न यहाँ जुस खाँदैछन् बाँदरले। हामी चाहिँ तल झर्दैछु। अघि यहाँबाट त गएको थिएँ। हामी चाहिँ यहाँबाट माथि जानेछु। पहिला यहाँ सिक्का फाल्थ्यो, अहिले चाहिँ 5कै नोट फाल्दो रहेछ। सिक्का चाहिँ पाउन छोड्यो क्या। ए सिक्का पनि रहेछ र अन्त।
यहाँ चाहिँ सूचनाको व्यवस्था गरे जस्तो छ। यहाँ चाहिँ बाँदर पौडिने पोखरी पनि रहेछ। पौडिने चाहिँ हो हाम फाल्यो। पौडिने क्रममा छन्, कोही पानी खाँदैछन्। यहाँ चाहिँ जिस्काइरहेछ। यहाँ चाहिँ Majer, oi, Majer, Majer, oi, kena, Majer. उयो त्यसको त हातै छैन क्या। त्यसो हातै नरहेछ त्यसो त। यो पौडी खेलेर घाम तापेको छ यहाँ यस्तो मजाले। डरा छ यो चाहिँ। यसको त दुईटा हातै नरहेछ। कसरी के भयो यसको हात चाहिँ? कि जन्म यस्तो थियो कि? घाम ताप्दैछन् यिनीहरू। फोहोर फाल्ने ठाउँ रहेछ यहाँ चाहिँ। ठुलो घन्टी रहेछ यहाँ चाहिँ। माथि जाने आउने भइरहेको छ। हामी पनि माथि जाँदैछौँ। यहाँबाट चाहिँ स्तूप, मेन स्तूपमा गइन्छ। हो चलेको छ। यहाँ चाहिँ सजाउने चिजहरू पाउँछ। के किन्ने हो, कुन किन्ने हो। यहाँ चाहिँ हामी मेन स्तूपतिर जाँदैछु। हामी यहाँ तलबाट आएको थिएँ। भाइ पनि यहाँ छन्, डुल्दैछन्, हेर्दैछु। पर्यटकको लागि प्रख्यात ठाउँ हो यो। पर्यटकको लागि एउटा शौकिन चिजहरू किन्ने ठाउँ पनि हो। सजावटको सामानहरू यहाँ पाउँछ। भित्र सजाउने चिजदेखि लिएर हातमा लाउने। हजुर हामी चाहिँ यहाँबाट आएको थिएँ। अब यसरी घुम्दै हेर्दै जानेछु। यो चाहिँ ढुङ्गामा कुदेको चिज हो। सबै ढुङ्गा हो यो। यहाँ बनाउँदैछन् भित्र टकटक टकटक हानेर। यो चाहिँ धेरै सामान छन्। कुन किन्ने हो कुन नकिन्ने हो।
त्यो क्लिक गरेँ त्यो जस्तै के रे यो मनले त्यो मनसँग माया गाँस्यो है क्लिक गराएँ गाँस्यो अनि गाँस्ने भयो भने गाँस्ने भयो क्लिक गराएँ अनि यो चाहिँ मूर्ति रहेछ बुद्धको चाहिँ उभिएको यहाँ शिलालेख लेखेको छ हामीले बुझ्दैन यहाँ गजरै गजुरको स्तूपहरू छन् यहाँ मन्दिर पनि रहेछ बत्ती बाल्ने ठाउँ रहेछ यहाँ चाहिँ बत्ती बल्दैछ भित्र मन्दिरको अगाडि हो यहाँ बत्ती बलिरहेको छ यहाँ पर्यटकहरू घुमेर हेरिरहेको छ बसिरहेको छ यहाँ चाहिँ स्तम्भ रहेछ यहाँ दुईटा स्तम्भ छ यहाँ पनि यहाँ फोटो खिच्दैछन् यो स्तूप हो यो बत्ती बाल्ने ठाउँ पनि रहेछ यहाँबाट पनि तल जान पाइन्छ आउन पनि पाइन्छ बाटो चाहिँ यताबाट जा मेन स्तूप यो र यो हो यहाँको विशेष आकर्षक ठाउँ चाहिँ वो साइड ऑफ मंदिर पुरानो ताल छ यो अलिक चिन्न सकिँदैन देख्न सकिँदैन क्या घन्टी पनि छन् सिया पनि छन् यहाँ हजुर यहाँबाट तल जान पनि सकिन्छ आउन पनि सकिन्छ यो काठमाडौँ बजार काठमाडौँ सहर फोटो खिच्दैछन् सेल्फी हान्दैछन् सबैजना कोही जुस बनाउँदैछन् ए खाइभ्याएको यो हो करो यार सिंह यहाँ सिंह
घोर्जे भन्ने चिज बजायो बजायो हो हामी अब यहाँबाट ठाडै झर्दैछौँ हामी माथिबाट झर्दैछु तल जाँदैछु अब घुमेर अब निस्किँदैछु यो चाहिँ ओह्रालो बाटो हो जङ्गल पनि छन् यहाँ हात्ती पनि रहेछ यहाँ चाहिँ घोडा पनि रहेछ यहाँ घोडा चढेर जानुपर्छ के हो कटक गरेर बाँदर पनि आयो त्यसले पनि चिप्लेटी खेल्छ होला बच्चा पनि रहेछ दुईटा यसकै हो कि अर्कैको हो किम्बुको फल पाकेको छ यहाँ चाहिँ कालो कालो हुने गरी के भन्छ यहाँ एउटा मूर्ति छ यता दुईटा मूर्ति छ यहाँ माथि उकालो छ आउने जाने बाटो यो चाहिँ पौवा हो पहिला पहिला समयमा मान्छेहरू धेरै टाढा आउने जाने गर्दाखेरि यहाँ सुत्ने यहाँ बास बस्ने गर्थे अहिलेको समय चाहिँ होटलतिर बास बस्ने गरेको मात्र हो फरक यति मात्रै हो यसले भन्छ पौवा पाटी पौवा यता पनि रहेछ स्तूपको सजाएको ठाउँ हो यो सिङ्गै एउटै ढुङ्गा हो यो चाहिँ फुटाइसकेको रहेछ यहाँ के किन्यो सबै चिज छन् सजाउने चिजमा हातमा लाउने बालासहित लिएर कानमा लाउने यो चाहिँ छाप पनि रहेछ हेर्ने मात्रै हो हामी त यता चाहिँ जङ्गल छ हजुर जुम गर्न मिल्दैन नत्र ठुलो देखाउनु हुन्छ जुम गरेर देखाएको मैले अब लगभग हामी घुमेर चाहिँ अन्तिम ठाउँमा आइपुगेको छु अब सकिन लाग्यो हामी घुमघाम
हामी दाजुभाइ डुल्दैछु यहाँ माथिबाट आउँदै थिएँ म हामी चाहिँ माथि स्वयम्भू घुमेर अब स्वयम्भू घुमघाम सकिन लागेको छ यो पार्टीको हो यो पनि त्यहाँ कुनामा सुतिरहेको छन् छनु त अब त्यसलाई देखाउन के देखाइरहने आजको स्वयम्भू घुमघाम यति नै आजलाई यति नै गरौँ फेरि अर्को पटक भेटौँला मेरो भिडियोलाई लाइक पनि गरिदिनु होला सेयर पनि गरिदिनु होला यति भन्दै बिदा चाहन्छु धन्यवाद सबैजनालाई